गोजाइमास मिनासान सबैलाई नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला हैन? म पनि एकदम सन्चै छु। आज चाहिँ हामी फेरि पनि घुम्न जान लागेको ब्लग लिएर आइसकेको छु म चाहिँ। आज चाहिँ हामी उमी यानि कि समुद्र जाँदैछौँ हैन? हामी केटाहरू मिलेर समुद्र जाँदैछौँ। कपडासपडा लाएर रेडी भयो। कपडासपडा चस्मा लगाउँछु, रेडी भएको छु। एकछिनमा भेट्छु गाइज। देख्ला नि गाइज हामी चाहिँ निस्किसक्यौँ। हामी चाहिँ 4, 5, 6जना चाहिँ छौँ। टक्क निस्किसक्यौँ होस्टेलबाट बाहिर। हाम्रो गाडी चाहिँ आइसकेको रहेछ, 2टा गाडी 2टा आएको चाहिँ गाइज हामी चाहिँ लाग्यो अब। छैन र गाइज हामी चाहिँ होइन टक्क गाडीमा बस्यो। ओके बाई बाई। यस्तो चियाबारी हुँदा हुँदै समुद्र चियाबारीको बिच बाटो। त्यहाँ पुगिस त उडेको फिल भइरहन्छ, सिधै उडिन्छ। समुद्रको नजिक आइयो। सिधै समुद्रमा पुगिन्छ। गाइज हामी चाहिँ टक्क उमी आइपुग्यो। चिसो उमी यानि कि समुद्र। ब्याग त ननिकाल्दा जाडो भयो त्यो त गाडीमै राख्दा हुन्छ। हाफ कट्टु हाफ टी सर्टमा आएको यस्तो। When there is danger of high waves, please do not approach the sea or the jetty. यो चाहिँ हाम्रो भाग्दै नजानु होला। मैले पनि त राम्रोसँग बुझ्दिनँ होइन। भयो टक्क यो चाहिँ हाम्रो उमी। हेर्नु छाल यस्तरी आइरहेको छ। माथि स्विमिङ हान्दैछ कोही। जाडो पनि हुँदैन यार, कोहीलाई त यार मर्छ गएर त्यो त्यस्तो छाल आइरहेको छ। हेर्नु गाइज त्यो मर्ने होइन त, त्यो कालाको होइन त्यसलाई। आमा सक्दो हो, मर्दो हो मान्छे चाहिँ। सक्दो रहेछ सक्न त। टक्क 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 हेर्न म चाहिँ हाफ कट्टु हाफ कट्टुमा आएको जाडो भयो।
पट्टु अब टी सर्टमा आएको यस्तो कस्तो फिल भइरह ह्याप्पी ह्याप्पी जापानिज ढुङ्गा जापानिज स्टोन पलै पल छ त यहाँ ढुङ्गामा त हजुर टक्क लगाएर होइन यस्तो छाल हान्छ छ क्या गाई हाम्रोमा चिसो ल मेरो कपाल चाहिँ यस्तो बनाइसक्यो हावाले जहाँ म बिचतिर म चाहिँ जान्छु अब बिचमा हाम्रो अध्यक्ष ओलीज्यू म चाहिँ अब बिचमा जान्छु ल गाइज यहाँ बिचमा टक्क बिचमा जान्छु पानी चाख्न मन लागिरहेको थियो होइन पानी चाहिँ नुनिलो हुन्छ भन्ने भनिरहेको थियो होइन किरा लास्टै त हुन्छ क्या पानी चाहिँ चाख्नु चेपा पाउँछ क्या हो यहाँ त चेपा गाइज यहाँनिर चेपा पाउँछ नि जस्तो लाग्यो यहाँ म यहाँ जान्छु ल बिचमा मोबाइल फोन बोक्छु होइन म अहिले अर्कोबाट भिडियो बनाएर चाहिँ टक्क क्लिक गरेर हालिहाल्छु चिसो छ म चाहिँ यहाँ गएँ टक्क टक्क आमा चिसो ल गाइस म जान्छु ल ल गाइस म चाहिँ नुहाएर निस्किसकेँ होइन कपाल हेर्नु च्याङ्ग भयो लास्टै नुनिलो हुँदैको पानीभित्र छिर्यो होइन यस्तो जाडो यस्तो कमा नि ए अब मोबाइल हल्ल्या क्या लास्टै नुनिलो पानी लास्टै ओली दाई हिरो समुद्रको बिचमा त माछा उफ्रिँदो रहेछ गाइज यस्तो नुनिलो पानीमा माछा क्यारी बस्दो हो हेरिरहेको नि उफ्रिन्छ के कहाँनिर उफ्रिन्छ थाहा होइन तर फुत्त उफ्रिँदो रहेछ भनेको तर च्याप्पो छोपेर ल्याउनु सक्न पाए त होइन गाइज हामी चाहिँ लाग्यौँ टक्क गएर बसेर खाजासाजा खानुपर्ने हुन्छ गाइज हामी खाजा खाएको ठाउँ चाहिँ यही हामी चाहिँ अब खाजा खाएर लाग्यो एकचोटि रुम गएर भेटिएला
चाहिँ होइन आएर सुतिसकेँ होइन टक्क थकिसकेर थियो आएर सुतिसकेँ आजको लागि चाहिँ भिडियो यति नै भन्न चाहन्छु होइन बनाउनु त अलिक मनै थियो कि यस्तो अघि भनेर भनौँ न कन्टेन्ट भेटिरहेको छ गाइज सबैले माया गरिदिनु होला मेरो भिडियोलाई साथ सपोर्ट गरिदिनु होला म चाहिँ नछिन लडेर बनाइरहेको छु मेरो गुडिया च्यापेर बनाइरहेको छु भिडियो चाहिँ सबैले साथ सपोर्ट गरिदिनु होला मेरो च्यानलमा धेरै सब्सक्राइबर पनि छैन जम्मा 172 रहेको छ सबैले माया गरिदिनु होला सबैले साथ सेयर सपोर्ट गरिदिनु होला होइन सबैले सब्सक्राइब मेन त सब्सक्राइब चाहियो कि गाइस सब्सक्राइबै भएन कि हुन त म सानो यत्रो मिल्ने होइन यत्रो भ्लगर मतलब भ्लगर कि छुसो भिडियो हाल्ने वर्षमा एकचोटि भिडियो हाल्ने के भ्लगर त्यही पनि माया गरिदिनु होला गाइस आजको लागि यति नै म अरू अन्त होइन अन्त घुम्न जाँदा भेटौँला म हरेक कुरा भिडियोमा चाहिँ युट्युबमा हाल्ने कोसिस गर्छु के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला अनि त मलाई सब्सक्राइब गरिदिनु होला गाइस ल अहिलेको लागि चाहिँ यति नै बाई बाई गाइस